साथीहरु मेरो अर्को मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म हिँडी अब बसिरहेको छु न। बाबा चाहिँ अगाडि हुनुहुन्छ, म पछि छु। म चाहिँ हिजो नै घाँस काट्न जाँदाखेरि बनाइदिएँ, आज नै घाँस काट्न जाँदा डेली नै भइसक्यो मौसम चाहिँ यस्तो छ। हामी चाहिँ चल्यौँ हिँड्यौँ, हेर्दै गर्नु होला के गर्छौँ आज। म चाहिँ बिहानभरिको ध्यान लागेको बाघ आयो। मैले चाहिँ घाँस काटेर दिइसकेँ। पानी फुलिरहेको यिनी बाख्रा त हाम्रा त छैनन् कि गोतिला छैनन्। छन् गोतिला छन्, देख्दा छन् कि छैनन् कि। यो भैँसी घाँसै नखाने के हो देने खाले छ। हेर्छस् इधर देख देने खाले छ अरे। ओ भुन भमरा यस्तो पानी आउला जस्तो भयो। घामला थिए यिनीबाट यति गराउँछन् कसैले चाहिँ पर सम्पर्क गर्नु होला भन्ने अरे कि होइन अरे। गाइजहरु मैले चाहिँ खाना बनाउने हो। मेरो काम चाहिँ खाना बनाउने हो। अनि कति कराउँछौ भाइ त्यो। अनि यो फुलै फुलको बगैँचामा नजाऊ तिमी। मैले रोटी बनाउँछु। रोटी मैले खान्छु 2टा पाउ रोटी। क्या ओके गाइज हेर्नुस् यस्तो छ। मोडेलले चाहिँ अन्धकारमा हिँड्छिन्, टाढा जाने, हामीलाई चाहिँ लतारेर लिएर हिँड्ने होइन। यहाँ अलिकति सम्झाउनलाई मैले यस्तो तलतिर झार्दैछु आज। ल अझै उज्यालो बनाइदिनु। जानेछ हामी चाहिँ कस्तो हुन्छ के हुन्छ हेरौँ। अब नहुन नि पायो है, फेरि हुन नि पायो थाहा छैन। मलाई देखाइदिएन विकास लाइट गल्थेन यस्तो भिख माग्नु पर्यो हेर न आफ्नो उस भएर। देखाइदिएन यता देखा नआनेको थाकेर बस्न हुन्छ।